यो चाहिँ हाम्रो अब काँटा मेलातिर जाँदैछौँ है हामी चाहिँ एकदम यो धुलो यो गर्मी है बाफ्रे यो धुलोले र यो गर्मीको मौसमले र यो यातायातको आवत जावतले यति साह्रो प्रदूषण भइरहेछ कि हल्का वडाहरूले पनि र नगरपालिकाले पनि मेला 2 गतेको बेलामा काँटा ठुलो मेला लाग्छ भनेर यसो बाटोमा पानी हालिदिएको थियो भने यसो धर्म पनि हुन्थ्यो होला भन्ने जहाँसम्म मलाई विचार लाग्छ। र यहाँ कसैलाई वास्ता पनि छैन र कसैलाई केही मतलबै देखिनँ क्या मैले यतिको 2 नम्बरको नेताहरुको काम छैन आफ्नो खल्ती मात्र। अब चाहिँ हामी मन्दिरतिर चाहिँ आइपुग्यौँ है फाइनल। अब चाहिँ मन्दिरमा हाम्रो यो चाहिँ काँटा मेलाको बेला है हाम्रो काँटा मेलाको महाराष्ट्र मेला चाहिँ एकदम रमाइलो रहेछ हौ मेला चाहिँ एकदम। तर धुलो धुवा एकदम प्रदूषण लास्टै फैलिरहेको रहेछ। यस्तो धुलो धुवाले त मान्छे त पब्लिकले पनि मान्छे बिमारी नै हुने होला। अब चाहिँ हामी मन्दिरबाट चाहिँ अब बाहिर चाहिँ हामी निक्लिन लागेको छौँ है। तर धुलो चाहिँ लास्टै रहेछ हौ बाब। यस्तो मेलामा चाहिँ भएन हौ यस्तो मेला चाहिँ जमघट चाहिँ मेला चाहिँ लागेको हो। तर प्रदूषण धेरै भएर मान्छेको क्राउड धेरै भएर है क्राउड धेरै भएको चाहिँ अलिकति प्रदूषण धेरै धुलो धुवाले फैलिँदो रहेछ है। क्राउड एरिया भएको चाहिँ अलिकति व्यवस्थित तरिकाले अब वर्षमा न्यु इयरमा लाग्ने काँटा मेला 2 गते एकदम ठुलै मेला लाग्ने हाम्रो यो काँटा मेला हो। के हो पटेकाहरू बमसम पऱ्यो मेला त यता पनि जमिरहेको छ। अब मेलाको दृश्य के प्रेम भाइ अब चाहिँ हामी अब मेला चाहिँ ठुलै मेला रहेछ है एकदम काँटा मेला यता धुलो धुवा अनि यो क्राउड केटाहरू चाहिँ पुरा ट्याटु हानिरहेको छ त हौ यति साह्रो अब यस्तोहरू खेलिरहने रमाइलो गर्नेहरू एकदम यो चाहिँ खुट्टीमा पार्ने रहेछ होइन। फाइनली है हामी चाहिँ अब हामी चाहिँ अब चारतिरै घुमेर चाहिँ अब काहीँ रेस्ट गर्ने भनेर गरिरहेछौँ होइन। अब यति बेलुकाको माहौलमा अलिक मेलाको भिडम्भाड अलिक बढी नै हुन्छ होइन। घुम्नेले चाहिँ अलिकति लास्टै अनाप बनाउने रहेछ हौ। अब के खेल्न लागेको यो तीर हान्ने? अब यहाँ हाम्रो भाइहरू चाहिँ अब यहाँ तीर हान्न चाहिँ बसेको है। अब कति पैसा मार्ने हो? ला 2 हो। ठीक छ 2 ल मारेर जान्छ ल अब अनि मार्छ नि आज त। ल आज त नमारेर हुन्छ त ले। ल भाइले पारेछ है। ला आशीर्वाद पनि भेटेछ। कसलाई लिएर हिँडेको भान्जाले ल के भाइ के भयो केमा लागेको हो? यहाँ चाहिँ भाइहरू चाहिँ रमाइलो गर्नलाई खेल्न चाहिँ खेलिरहेछ है। अब भाइले चाहिँ चिर हाल्नुलाई चाहिँ ल भाइले चाहिँ अब कतिको 2 मा लाग्यो
4 मा गयो के भयो अब हामी चाहिँ मेलाको पहिलो स्थानमा चाहिँ आइपुग्यौँ है के विकासले के गर्ने यहाँ हान्ने फुटबल हान्ने पुरा यो मेला एकदम रमधाडको मेला रहेछ रमाइलो रमाइलो छ है मेला चाहिँ